भान्जालाई पुर्याउन काठमाडौँ लाग्यो टिटेरबाट होइन भान्जा आज 2081 फागुनको 21 गते अग्नि यातायातमा चढेर काठमाडौँ सरर भान्जा अगाडि काकी र फुपू हुनुहुन्छ फुपू मेरो कान्छी फुपू काकी कता कताको यात्रा टाढेको बोल्नु पुरा आठ लाग्दो कताको यात्रा भनेको हाम्रो काठमाडौँको यात्रा नाति पुर्याउन काठमाडौँको यात्रा नातिलाई एयरपोर्ट पुर्याउनुलाई पुर्याएर अनि घुमघाम गर्ने फर्किने पशुपतिको दर्शन होला ल आज भान्जा काकी अनि कान्छी फुपू पशुपति दर्शनमा बिहानै 8 बजे निस्केका छौँ हामी बिहानै 8 बजे होइन 8 बजे हो कति बजे उठ्नु भयो हामी बिहान 7 बजे 7 बजे उठ्नु भयो 8 बजे निस्क्यौँ के दर्शन गर्न जाने भन्नु पहिला त कस्तो थियो अहिले कस्तो लागिरहेछ अहिले त कता कता केही नदेखिने केही नचिने कहाँ उतिबाट म त हराउने रहेछु म त हराउनु हुने रहेछ म छँदैछु त अहिले त कता कता कहाँ हो घरै घर केही देखिँदैन अब आउने हो दर्शन गर्ने हो फर्किने हो बालाजु घुम्ने हो बालाजुमा त केही छैन त अहिले पहिला त पो बालाजु त घुम्ने ठाउँ थियो पहिले त आउँदाखेरि कस्तो राम्रो गाडो थियो अहिले बिर्सेछ अब जाने स्वयम्भू घुम्ने माथि स्वयम्भूको टुप्पीमा पसेर चढेर हेर्ने स्वयम्भू जाने फेरि देखिन्छ पिँढी छ भाउजू चढ्नुपर्छ के लानु छ यस्तो चढाउने कुरो फुलहरू चाहिँ नि बेला आमा यतै हो उता छैन अहिले बाबु आउनु फुल प्रसाद लानु उता छैन नेपाल बसाइ धेरै छैन अब आज होली खै हो दिदीहरू सेकिनु हो त अग्लो वाला के किन्ने होइन फुलपाती अनि अगरबत्ती पनि चाहिन्छ उताबाट किन्नुपर्छ त अनि पाल्ने हो अगरबत्ती पाल्ने लु हिँड्नु ल आउनु धुप होइन नि सेटै किन्नुपर्छ नि धुपको कुरै छैन उहाँहरू ल्याएको फुल काम दिएन फुल व्यापार गर्नुहुन्छ त नगरेपछि अर्ग्यानिक हो क्या हाम्रो त्यही त यहाँ फुल व्यापार गर्ने गर्नु भने के भन्नु पर्ला यहीँबाट लिदिउँ कति हो सबै होइन एउटा होइन
सेटै दिन्न कति हो 300 दिन्न 300 दिन्न एउटा पैसा अहिले आएर दिँदा नि हुन्छ पुग्छ ल जाउँ के भयो के लिनु अहिले आएर खुजुरा किन भगवानमा चढाउन पर्दैन भगवानमा चढाउनु हुँदैन पैसा त्यही हुन्छ फुलपातीहरू मात्रै हो क्या पैसा चढाउने घुस खुवाए जस्तो हुन्छ भगवानलाई मनबाट शान्त स्वच्छ मनले आस्था राख्ने हो हाम्रो मल्लिका थापाले रुम बुक गरिदिनु भएको काठमाडौँ एयरपोर्टमा विनिता खतिवडा दिदीको होटलमा हामी त्यहाँनिर काकी र फुपू बस्नुहुन्छ अनि हामी चाहिँ यहाँ हाम्रो बेड चाहिँ यस्तो छ मोबाइल चार्जरहरू यस्तो छ भान्जाको सामानहरू यस्तो छ लथालिङ्ग छ भोलि जानुपर्ने सामान केही मिलाएको छैन यहाँ भाउजू नन्द बसेर गफगाफ हुँदैछ पशुपति दर्शन कति घन्टा उभिएर गर्नुभयो त कति घन्टा भयो यस्तो गाह्रो साह्रो केही भएन नि 1.5 घन्टा भयो दिनु पर्यो नि केही पनि भएन गाह्रो साह्रो केही भएन त्यहाँ पुगेपछि त आनन्द भयो होला नि त होइन देख्नुभयो महादेवलाई देख्नुभयो महादेव साधु सबै देखियो नि तिनीहरू साधु काटुकी मात्रै थिए अनि कस्तो पहिलाको 25-30 वर्ष अगाडिको र अहिलेको पशुपतिमा के फरक पाउनु भयो धेरै फरक नि अब त्यतिखेर त सजिलै आइन्थ्यो दर्शन गरिन्थ्यो बुलिन्थ्यो घुमिन्थ्यो अहिले त कहाँ खुट्टो टेकेर खानुहोस् न पेल छन् कि खुच्याउँछन् कि भन्ने तराई भिड हुन्थ्यो हुँदैन थियो पहिला पहिले त्यस्तो हुँदैन थियो थिएन है सुई आयो भित्र त जान पाइँदैन थियो तल चाहिँ यसो पछाडि गुजेश्वरीको उयो थियो आज त त्यो कता थियो खोइ हात यति हाल्दा पनि उयो हुन्छ भन्छ त्यतिखेर डुबिलको थियो भित्र यसो मात्रै त्यो चाहिँ कहाँ थियो अहिले खोइ अहिले छैन होला नि छन् त किन हुँदैन अहिले त्यो कता के छ होइन अहिले त केही त तल उतै मन्दिरै मन्दिर कता नि कहाँ अहिले त त्यत्रो एरिया कहाँ त्यस्तो त पहिलो त त्यस्तो थिएन नि भिनासँग आउनुभएको थियो भिनासँग पहिला भिनासँग आएर माइक काटेर माका भिना दिएकै हुन्थ्यो के गर्न आउनुभएको थियो त्यही भिनाजु त्यहाँ विदेशमा आएका हराई भयो अनि माइक काटिदिन्छु भनेर आएका अरे भरे चाबेलमा त्यो माथि बसिरहेको थियो तल हिँड्दै रहेछन् अनि देखेको नभए के को भेट्नु फोनसुनको चलन थिएन अनि केमा बसमा आउनुभएको अनि बस्नु 2 जना मात्रै अनि भात सात खाना कहाँ रोक्थ्यो त अनि रोक्थ्यो खाना उतो के अरे के ठाउँ भन्छ ढल्केबर होइन अब के लालगढ मुङलिङमा होला हौ मुङलिङमा होइन नि मुङलिङमा आउँदा मुङलिङमा हौ आउँदा चाहिँ मुङलिङमा होला आउँदा मुङलिङमा खुवायो जाँदा त अलि त खोइ कुन ठाउँ भन्दै थियो कुन देश उडाउनु भएको भिनाजुलाई भिनाजु के त आउनुभएको विदेश जानलाई आएका बाबा यतै हराएका अनि जानु भएन विदेश गएन नि पछि फर्किँदा 3 जना फर्किनु भयो पछि के को फर्किनु बम्बई गएर 2 महिना 3 महिना बसेर त्यहाँबाट पछि बिमारी भएर कुकुरका पर घर फर्किनु उता जाने उडान हुने बेलामा चाहिँ अब बिमारी भएर 3 जना वापस फर्क्यो त्यतिखेर को अर्जुन दाई राम दाई हुनुहुन्थ्यो के सानो थियो नि नानी छोडेर घरमा कोही थिएनन् अरू घरमा अब ससुरा म नानीहरू कति दिन बस्नुभयो काठमाडौँ हामी खै त्यस्तो 3-4 दिन कति बस्नु 3-4 दिन मात्रै 3-4 दिन कति काठमाडौँ आइपुग्न कति दिन लाग्थ्यो कति दिन लाग्थ्यो यस्तै नि अब बेलुका हिँड्यो बिहान आइपुग्थ्यो भोलिपल्ट हो यस्तै बेलामा ल्याएको थियो 7 बजी 8 बजीतिर झारेको थियो हामी बिहान बेलुका त्यही 4-5 बजे चढेर 4-5 बजी कति बजी चढ्यौँ हौ भोलिपल्ट 7-8 बजी कति 9 बजीतिर झारेको थियो यस्तो घरहरू थिएन होइन थिएन नि यस्तो बिर हस्पिटल अगाडि आएर बसेका थियौँ
अनि हाम्रो गाउँका केटाहरू थियो नि चाबी चोकमा अनि उनीहरूले खोजेर हामीलाई लिएर गएर खाना पकाएर खुवाएर भोलिपल्ट पशुपति घुमाएँ अनि भिनाहरू नखा अब कहाँ हो त्यो आउँछ कसैलाई थाहा छैन भन्छन् भरे त मैती देवीतिर बसेका छन् ए कसकोमा त्यो एउटा यिनीहरू बसेको कोठै थियो होला हौ एउटा उताको कुन ठाउँको दाल हो नाम पनि बिर्स्यो त्यो दाल थियो मेन चाहिँ पछि त्यसले गर्दा पैसा कता खाएँ कता कसले खायो कसले कसलाई खुवाएँ अनि पछि लास्टमा चाहिँ गोलझापको एउटा थियो गौतम अनि भिनाजु एउटा उता कताको थियो 3 जना चाहिँ फर्केर बिमारी भयो 3 जना फर्किनु भयो भाडा कति तिर्नु भयो थाहा छ त्यतिखेर त धेरै थिएन हौ कति थियो हौ भाडा पनि बिर्सि पनि सकेँ मैले त माइक गाड्दा थाहा छ त्यतिखेर आम्दानी चाहिँ के को खसी बाख्राहरू त्यो मकैहरू बेचेर हुन्थ्यो आम्दानी हो त्यस्तै हुन्थ्यो त्यतिखेर कहाँ यस्तो अहिलेको जस्तो अन्नपात पनि आम्दानी त्यस्तो बेसी हुन्थ्यो हुँदैन थियो नि पैसाहरू चाहिँ कताबाट के गरेर आउँथ्यो त विदेश इन्डिया देशमा विदेश कोही गएको थियो कोही गएको थियो त्यही त त्यतिखेर त 200 300 कति थियो हौ भाडा पनि काठमाडौँ आउनु तिमीहरू नजाने पुगेर आउनु अनि भोलिपल्टतिर म लान्छु हाम्रो आन्टी चाहिँ बोल्न लजाउनुहुन्छ बोल्नुहुन्न क्यामेरा देखाएर बोल्नुहुन्न आन्टी उता उता फर्किनुहुन्छ अब घुम्न जाने उता टेबलमा बसेर यो मसँगै हुन्छ क्या मसँगै हुन्छ तपाईँहरू आउनु इटलीमा टिभीमा लगाइदिन्छु देखाइदिन्छु हेर्नु टिभीमा पछि पछि थाहा हुन्छ हेर्नु रमाइलो हुन्छ ल जानु दिदीसँग घुम्नु त्यो धेरै नकिन्नु त्यो जुत्ता सुत्ता महँगो महँगो लिन्छ तर दिदी हुनुहुन्छ कि दिदी गर्नु ठिकै किन्छु नि त ल ल ग्यास्ट्रिक भएको दिदी भात खानु छैन किन्नुभयो त औषधि किन्नुभयो त किन्नु भएन अघि माथि किन्नु पर्थ्यो नि म ल्याइदिएर ग्यास्ट्रिकको जानुपर्छ बाटो काटेर पेट ठुलो भएको चाहिँ ग्यास्ट्रिक हो ढाडिएको चिसो चिसो लागेर अनि के चिया पनि खानु भएन त नि चिया अघि बिहान अलिकति खाएको तातो पानी खाए अहिले जाने के रुचे पो खानु हो मदन छ ए बुझ्यो चिया खाउने भन्दै थिए यहाँ त चिया हो नि त चाहिँ चिया हो यहाँ त उहाँ चाहिँ को अनि यो त झन् तर हाम्रो झन् भन्दैन जहाँ बस्यो नि हामी उसकी भदैनी ए हाम्रो घर सँगै हो के फुबु भदैनी अनि बिजोको घरि तल्लो घर छैन यही बसे चाहिँ काठमाडौँ पढेर बस्यो अकेलाको छोरी हो यो पार्लर पनि सिक्दै छ अरे कति पैसा नि पढ्दैछ अहिले साह्रै सिधा छप्लम अझ बिहे कहिले हो अब कति वर्ष भयो नानी
25-26 वर्ष जति दिवान त भयो त भयो नि सकिन आँटिसक्यो होइन यसलाई जति नै उनीहरूलाई देखाइदिनु पर्ने हौ कुरा गर्नुपर्ने नि हाम्रो भरतले नि भएर है जुत्ता मुर्काने हो हाम्रो त्यो रामकुमार गौरिया ए मदन पनि ल के छ कुराकानी खोदिहाल्नु भयो केटा खोदिहाल्नुहुन्छ होइन किनभने बेला पनि अब भइसकेको जान आँटिसक्यो अब 2 वर्षमा गइसक्छ गइसक्छ हो अनि अनि होइन त्यहाँ पनि अब त्यसरी अब मरिमरि बाहिर फेरि दुःख गर्नु सोध्नु न बोयफ्रेन्ड छ कि छैन सोध्नु तेरो गर्लफ्रेन्ड छ कि छैन गर्लफ्रेन्ड होइन बोयफ्रेन्ड गर्लफ्रेन्ड त टन्नै छन् बोयफ्रेन्ड चाहिँ छैन होला हुनेवाला कोही छ कि छैन त्यस्तो खै छैन भने चाहिँ कोही त्यस्तो जस्तो देखिन्छु म छैन हौ बिचारा निधारमा त लेखिरहेको छ त नामै लेखिरहेको छ त उसको निधारमा के तिर्छु हुन सक्छ एसबाट एस देखिरहेको छ निधारमा हो एस देखिरहेको छ ऊ त्यस्तो है होइन नि निधारमा एस देखेछ है दिदीको दिदीको जाऊ कृष्ण बोलाउनु लाउन जाऊ लाउन हामी त सानो त टिका हुन्थ्यौँ ठिकै हो नि मेरो नाम टिका त हो त उसको नाममा नै हामी जन्मदेखि नै टिका त्यही त होइन एकै ठाउँमा बसेर मान्छे अरू जान्दैनौँ न अनि तल खाना भाइजी कुन ठाउँ जान आँटेको अमेरिका साथीमा खाँदा कोसँग बस्ने कि एक्लै हो घर भान्जाको औरिकाको प्रस्थान सुरु हुँदैछ नै धेरै सुरु भयो है अब माथि चाहिँ कसरी त्यस्तै हो आमा बाबुको कसरी कोठामा चिर्नु होला ढोका खोलेर नगर्नु सबैजना गएका छन् दुईजना त्यहाँ बस्नु पनि लगा मलाई त हेर्छ रुचि हाँस्नु भयो मेरो अरू रोगको देख्न सक्दिनँ हौ म त त्यहाँ भन्दाको सबै जान्छन् आइहाल्छ नि अन्त कस्तो के राम्रो पैसा कमाउनु आन्टीहरूलाई पनि सम्झिनु उता बहिनीको लागि चाहिँ भविष्य राम्रो बनाउनु पैसा भन्ने त्यस्तै हो ल भन न ल अनि गर सम्झिस है हामीलाई पनि भनेछ नि कहिले कहिले लिएर आइदिस है भन ल पनि नभने त उसले सानो सुटकेस जाने लागौँ बाबु बाई गर दादा लक्ष्मी अगाडि जागियो म त यतै हो आज भोलि मात्रै हो बाइक लक्ष्मी अगाडि जागियो लक्ष्मी अगाडि लागेर चाहिँ राम्रो हुन्छ त्यही हो भन्छ लक्ष्मी अगाडि जागियो ल ल नबोक न बिहा भानी यो भुटाइ अलिक परबाट डेडीहरू आउँदै हुनुहुन्छ अरे नि त साथीहरू ल हिँड त खिच्न हिँड हिँड्नु ल आउनु एयरपोर्टमै छु त म त फोटो खिच्ने ठाउँमा फोटो खिच्ने ठाउँमा ल छिटै खिचिहालौँ न हिँड्नु अञ्जली
पालो कुर्नुपर्छ कुर्नु पर्दैन त्यहाँ के को पालो न छ नमस्ते हिना भान्जा कस्तो लागिरहेछ तिम्रो नेपाल बसाइ सकिन आँटेको बेलामा अनुभवहरू भन 2 शब्द राख तिम्रो रु लागेको छैन आँसु आउला आउला जस्तो छैन छैन आँखा त रातो रातो हुँदैछ त हो राति रोयो हो साथीहरू छोड्न आएको छ साथीहरूले सरप्राइज दिए क्या यता साइडमा होला त्यतै नै गइसक्नुभयो बोर्डिङ हुने बेला भयो भान्जा बोर्डिङ हुने बेला भयो छिर्ने अब ल भान्जाको पछि सबै आउनु हिँड्नु लाइभ होइन यो भिडियो बनाइराखेको क्या अहिले तत्काललाई त्यति नभए भने पछि 4-5 वर्ष पछाडि हेर्नु वाउ जति पुरानो भयो त्यति वाउ नानी हराउला है अनि मैले यता कता यसरी बसमा जानुपर्छ उयो बसमा जानुपर्छ यस्तो बसमा यहाँ उता यता लान्छ तेल हाल्न गयो त्यो तेल हाल्न गयो तेल हाल्छ नि त्यसमा कुन यो कुन सानो ए यो त बिरामीहरू हो कस्तो भइरहेछ डर लाग्छ नि आन्टी बोल्नु न त अनि दिदीलाई
आनन्द लागिरहेछ त्यहाँबाट उता हेर्नु ल के के देखिन्छ तपाईँले उयो यसो टाउको उ गरेर हेर्दा हुन्छ बुझ्नुभयो ल आउनु भिडियो बनाउने आउनु छिटै आयो जस्तो लाग्यो माथि कुदेको होइन कति छिटो आइपुग्यो होइन त्यस्तो डर सर केही भएन डर सर त त्यस्तो केही भएन हेर्नुभयो तल तपाईँ टोयलेट लागेन नि विराटनगर हो यो